गाइज हेर्नु होला यो भिडियोलाई है, भिडियोलाई हेर्नु होला गाइज। गहुँ चुटेको जौँ चुटेको है, एकदम राम्रो छ। तपाईँ हेर्नु होला है, नछुटाइ हेर्नु होला यो भिडियोलाई। शेयर सब्सक्राइब लाइक गर्नु होला है साथीहरू। ल भिडियोतिर बल लगाउँ है साथीहरू। जोरल अन जोरल जोरल बाबा भन्दैछ है बाबा बाबा बाबा। दादा आज रात चोट पड्दैले नै चाबास तो बाबा चार पाँच अंडा खाया गड्डो चाबास बाबा लु खाया ठारी कहाँ उंडे तब राय मुंडा में आपा चोट नानी बड्डा छिए ज तत्पा 5 अंडा खाए बट बाबा दिन जाओ मांडू पड़ाउँछ बाबा 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 ए यमा ढुङ्गु छ कामै गोलिया तम 2-3 चोट हाने कहाँ गोलिया है तल्ला चालबाट मेसै लैजात बन्द लाछ तल्ला चालबाट हाँडाबाट उभो लैजा जम्बू कश्मीर पठाउनु लडाइँ कता भारत आ भनेर रोकीलाई मेरा गाउँमा यो हाप्पल भन्छन् चाबास बाबा कति त जोर गाडी भेन आपा बाबा तागत खतरा भइसक्यो कहाँ बुन्ने बुका या ठारियो त तागत ऐन बक्तामा खम्काउँदा पनि राख्या ठारियो त्यो आपा अल्लै हो म जोर गाडी आ बुन्ड नाइ जोर गाडी अल्लै हो उस्या भारत आ मान्छे भ्या त क्या आफन फाइदा नुन्छ गोल खिच्ने ब्याज आज भने जोर अल्दैछ आपा दही जा तम बताओ मुझे बताउनु यतिला तम बाला चुट्टा अब मेरो खग्या है आधुनिक प्रविधिबाट गाउँ बताउने कार्यक्रम जारी भएको छ। साथीहरू हेर्नु होला, सबै साथीहरू हेर्नु। हाम्रो गाउँघरको आधुनिक प्रविधिबाट यसलाई भन्छन् फ्यानको बतास। हेर्नु कसरी बताइँदैछ है गाउँ हाम्रो गाउँघरमा। ल ल हेर्नुहोस् यता गाउँ बतुइँदैछ, यो छानिँदैछ। फिट भयो यो पनि बतुइन्छ एकछिनपछि फ्यानमा। हेर्ने साथीहरू यो हाम्रो यो फ्यान भन्दाखेरि हेलिकप्टरको जस्तो फ्यान छ। हेर्नु ल या यो बतास गाउँ त्यहाँ उतानिर झार्दैछ बतासले है, यतानिर यो खोइयाहरू आउँदैछ। हेर्नुहोस् यो भुस भन्छन् यसलाई। ल हेर्नु पऱ्यो त्यो गाउँ त्यहाँ तलनिर, यो भुस चाहिँ उतानिर। Hearing
भाजा भात खाएर गरौँ मान्छे भात दिन्छ हाम्रो दिदी अब घरबाट आइपुग्नु भन्ने दिन भइदियो पुरा भाइ जम्मा 10-12 किलो